घुम्ने दिन पो रहेछ त साथी हो। दादा र दिदीले मलाई त ठुलो चौरमा लानु भएको छ घुमाउनलाई। म त ठुलो चौर देखेर होला एकछिन त डर लागेर थुरुरु काम्दै बसे। अनि दादा र दिदी यस्तो एकछिनमा चली बस्नु भएको थियो। म त सुरुरु हिँड्दै पर पुगे। तर दिदीले भिडियो गरेकै हुनुहुन्थ्यो। कति धेरै दिदीले मेरो भिडियो खिच्नु भएको कि हेर्नु न, मलाई त कस्तो फुल लाएर पो भिडियो गरिदिनु भएको त। अनि फेरि भुइँमा छोडिदिनु भयो। अनि फेरि हेर्नु न फोटो खिच्नु भएको। अनि मलाई चाहिँ लाज लागेर नै 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 भन्दैछु। कस्तो लाज लाग्यो क्या क्यामेरा फेस गर्नु मलाई। अनि दादाको साथीहरू आउनु भएछ। अनि म पनि त्यहाँ खेल्नु जाने न भने। अनि मलाई पनि दिदीले खेलाउनु लानु भयो। आहा कस्तो चिसो। अनि दादाको साथीहरूले चाहिँ हामी ड्याससँग फोटो खिच्ने न एकचोटि भन्नुभयो। अनि दिदीले फोटो खिचिदिनु भएको। हेर्नु न हामी 5 जनाको। कस्तो छ हाम्रो फोटो? प्लिज कमेन्ट।